बिल गेट्सले उसको छोरीहरूलाई पैसा दिए, कति खाने पैसा त दियो, तर किन पैसा दिएन? सङ्घर्ष गरेर पैसा दिएपछि सङ्घर्ष गर्न सिक्दैन भनेर दिएन होइन। अहिलेसम्म भाइ बहिनीहरूले सङ्घर्ष किन गर्नु परेको छैन भने बाबुआमाले सङ्घर्ष गरेको छ। भाइ बहिनीहरूको बाबुआमाले सङ्घर्ष गरेर पैसा कमाएर अनि स्कुलको फिस तिरेर स्कुलमा पढाइरहेको, मोबाइल किन्थ्यो होला एकदम राम्रो अनि खानेकुराहरू राम्रो जुत्ता किन्थ्यो। कसैले यहाँ 100 रुपियाँ कमाएको, ल बढीमा 500 रुपियाँ कमाएको छ भने हात उठाउनु। यहाँ आफ्नो मेहनत गरेर 500 रुपियाँ कमाएको रहेछ भने हात उठाउनु त। कोही छ एकदम ननाटिकन है 500 रुपियाँ कमाएको छ, कोही यहाँ 100 रुपियाँ कमाएको छ। अब बाबाले दिएको पैसा त त्यो कमाएकै होइन, बाबाले त दियो होला नि त 8-10,000 10-20,000 रुपियाँ त दिइसक्यो होला त अहिले। तर आफूले मेहनत गरेर 100 रुपियाँ कमाएको छैन अनि कहाँ सङ्घर्ष गरेको छ अहिलेसम्म? अब त सङ्घर्ष त गर्नुपर्छ, तर कहिले गर्ने? यो अहिले गर्ने होइन सङ्घर्ष। अहिले त पढ्ने समय हो, यो राम्रोसँग कोसिस गरेर पढ्ने समय हो। सङ्घर्ष गर्ने समय कहिले आउँछ? जब पढाइ सिद्धिन्छ। पढाइ सिद्धिएको भोलिपल्टदेखि सङ्घर्षको जीवन सुरु हुन्छ, किनभने आफैले कमाउनु पर्छ। आफैले कमाउनु पर्छ कि पर्दैन? थाहा छ त्यो कुरा? पढेर कमाउनु पर्छ भन्ने कुरो त सबैलाई थाहा छ नि होइन? अनि कमाउँदाखेरि कति सजिलो हुन्छ थाहा छ? जागिर खानु पर्यो, जागिर पाउँदैन। अनि जागिर पाए पनि थोरै पैसा आयो भनेदेखि पुग्दैन, खान पनि पुग्दैन। अनि अनेक उपाय निकाल्नुपर्छ अनि बल्ल सङ्घर्षको जीवन सुरु हुन्छ। बुझ्यो? हो कि होइन? होला होला जस्तो लाग्यो। ल,